नमस्ते। यदि तपाईँ बेलायतको शिक्षा प्रणालीमा नयाँ हुनुहुन्छ भने कहिलेकाहीँ अलि अल्बल लाग्न सक्छ। तर चिन्ता नलिनुहोस्, यो प्रस्तुतिले तपाईँलाई यहाँका विद्यालयहरूमा बाटो पहिल्याउन मद्दत गर्नेछ। हामी तपाईँलाई स्पष्ट र सहयोगी जानकारी दिने कोसिस गर्नेछौँ। हो, नयाँ देशमा त्यहाँको विद्यालय प्रणाली बुझ्न साँच्चै गाह्रो हुन सक्छ। तर फेरि पनि चिन्ता लिनु पर्दैन। यो प्रस्तुतिलाई एउटा नक्साको रूपमा सोच्नुहोस्, जसले तपाईंलाई सही बाटो देखाउन मद्दत गर्नेछ। ल अब सुरु गरौँ। सबैभन्दा पहिले एउटा महत्त्वपूर्ण विषयमा कुरा गरौँ, अङ्ग्रेजी भाषा। तपाईले सायद ESOL भन्ने शब्द सुन्नुभएको होला। आउनुहोस्, यसको बारेमा अलि गहिराईमा गएर बुझौँ है त। त्यसो भए ESOL भनेको के हो त? यसको पूरा रूप हो इङ्ग्लिश फर स्पिकर्स अफ अदर ल्याङ्ग्वेजेस, अर्थात् अन्य भाषा बोल्नेहरूका लागि अङ्ग्रेजी। यो खासमा बेलायतमा वयस्कहरूका लागि उपलब्ध अङ्ग्रेजी भाषा कक्षाहरूको आधिकारिक नाम हो। ESL भनेको कुनै एउटा कक्षा मात्र होइन, यो त एउटा व्यवस्थित प्रणाली नै हो। यसमा विभिन्न तहहरू छन्, तपाईँको आवश्यकता अनुसार सिक्ने अवसर प्रदान गर्नका लागि। तपाईँ पढाइ, लेखाइ वा बोल्ने र सुन्ने मध्ये कुनै एउटा मात्र वा सबैको पूर्ण प्रमाणपत्र लिन सक्नुहुन्छ। ठिक छ, यो त राम्रो लाग्यो। तर अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न आउँछ, पैसाको। यी पाठ्यक्रमहरूको लागि खर्च कसले बेहोर्छ? यो नयाँ परिवारहरूको लागि निकै चासोको विषय हुन सक्छ। यसमा कोषका लागि खास गरी दुईवटा मुख्य बाटाहरू छन्। केही व्यक्तिहरू जो बेरोजगार छन् र निश्चित सरकारी सुविधाहरू लिइरहेका छन्, उनीहरूले निशुल्क पाठ्यक्रमहरू पाउन सक्छन्, जबकि अरूले भने आधा शुल्क तिर्नुपर्ने हुन सक्छ, जसमा सरकारले आधा सहयोग गर्छ। अब यदि तपाईँलाई कक्षा खोज्न गाह्रो भइरहेको छ भने तपाईँ एक्लै हुनुहुन्न। यसको एउटा ठूलो कारण छ। हेर्नुहोस् त, सरकारी कोषमा 56% गिरावट आएको छ। यसको मतलब यो एक प्रणालीगत चुनौती बनेको छ। र त्यो कोषको कमीको असर कस्तो हुन्छ? प्रतीक्षा सूची एकदमै लामो हुन्छ। एउटा सर्वेक्षणले के देखायो भने केही संस्थाहरूमा त हजारौं विद्यार्थीहरू कक्षाको लागि कुरिरहेका छन्। ल अब विषय परिवर्तन गरौँ। विशेष आवश्यकता भएका बालबालिकाहरूको बारेमा कुरा गरौँ। उनीहरूका लागि सही सहयोग कसरी प्राप्त गर्ने त? आउनुहोस्, यो पनि जानौँ। तपाईले सेन भन्ने शब्द धेरै सुन्नुभएको होला। यसको अर्थ हो विशेष शैक्षिक आवश्यकता र अपाङ्गता। यो शब्दले ती बालबालिकाहरूलाई जनाउँछ जसलाई सिक्नमा केही कठिनाइहरू छन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो प्रक्रियामा तपाईँ एक्लै हुनुहुन्न। तपाईलाई मद्दत गर्नका लागि धेरै निःशुल्क र निष्पक्ष सेवाहरू उपलब्ध छन्। सेन्ड प्रणालीमा तपाईँको सबैभन्दा ठूलो सहयोगी भनेको सेन्ड IAS हो। यो एउटा यस्तो सेवा हो जसले तपाईँलाई निशुल्क, गोप्य र एकदमै निष्पक्ष सल्लाह दिन्छ, ताकि तपाईँले सही निर्णय लिन सक्नुहोस्। त्यसो भए सेन सहयोग प्राप्त गर्ने प्रक्रिया के हो त? यहाँ 3वटा सरल चरणहरू छन्। पहिलो, विद्यालयसँग कुरा गर्नुहोस्। दोस्रो, मूल्याङ्कनको लागि अनुरोध गर्नुहोस्। र तेस्रो, निष्पक्ष सल्लाहका लागि CISSमा सम्पर्क गर्नुहोस्। प्रणालीहरूबारे जान्नु त एउटा कुरा भयो, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने विद्यालयहरूसँग कसरी प्रभावकारी रूपमा कुराकानी गर्ने, आफ्नो कुरा कसरी सुनाउने। हो, शिक्षकहरूसँग कुरा गर्न डर लाग्न सक्छ, विशेष गरी यदि तपाईँ फरक संस्कृतिबाट आउनुभएको हो भने। तर यो कुरा सधैँ याद राख्नुहोस्, यो एक साझेदारी हो। तपाईको र शिक्षकको सम्बन्ध एउटा टिमको जस्तो हो। विद्यालयसँग कुरा गर्दा यी केही सुझावहरूले तपाईलाई मद्दत गर्न सक्छ। बैठकमा जानु अघि नै प्रश्नहरू तयार गर्नुहोस्। आवश्यक परेमा दोभाषे माग्न नहिचकिचाउनुहोस् र आफ्नो अधिकारबारे सधैँ सचेत रहनुहोस्। ल अब हेरौँ केही यस्ता व्यवहारिक स्रोतहरू जसलाई तपाईँ आफ्नो टुल किट भन्न सक्नुहुन्छ। यिनीहरूले तपाईलाई यो यात्रामा साँच्चै मद्दत गर्नेछन्। यहाँ केही मुख्य संस्थाहरू छन् जसले तपाईलाई थप मद्दत गर्न सक्छन्। हामीले सेन्डियास बारे त कुरा गरिहाल्यौं, त्यसैगरी IPSA, द बेल फाउन्डेसन र पेरेन्ट काइन्ड जस्ता संस्थाहरूबाट पनि तपाईले धेरै सहयोग लिन सक्नुहुन्छ। र हो, यदि तपाईँ भाषा कक्षाहरू खोज्दै हुनुहुन्छ भने लन्डन सिटी हलको ESOL नक्सा एकदमै उपयोगी छ। अनि कुनै पनि आधिकारिक जानकारीका लागि gov.uk वेबसाइट सबैभन्दा भरपर्दो स्रोत हो।
अन्तमा एउटा कुरा सधैँ याद राख्नुहोस्, तपाईँ नै आफ्नो बच्चाको सबैभन्दा महत्त्वपूर्ण र बलियो पक्षधर हुनुहुन्छ। तपाईको आवाज तपाईको बच्चाको सबैभन्दा शक्तिशाली औजार हो। अब प्रश्न यो हो, तपाईँ यसलाई कसरी प्रयोग गर्नुहुन्छ?